नमस्कार। काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट यहाँहरूलाई फेरि अर्को श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छौँ। हामी यहाँ उपस्थित हुनको कारण यहाँतिर सडक निर्माण कार्य जारी रहेको छ। यही सडकको पछिल्लो अपडेटहरू दिनको लागि हामी उपस्थित भएका हौँ र यहाँनिर पिच गरेको छ यो बिचको बाटोमा भने र यो छेउतिर भने अब धमाधम बन्दैछ। कालोपत्री गर्नको लागि बाँकी रहेको छ, फराकिलो भएको छ र यताको भागमा चाहिँ यस्तो छ। यो कालोपत्री गर्नको लागि अन्तिम तयारीमा रहेको छ। ल हेर्नुहोस् यस्तो किसिमको। अनि यहाँ बिचमा भने फराकिलो छ, उता पनि छेउको लेनहरू कालोपत्री गर्न बाँकी रहेको छ। काम भइरहेको अवस्था नै छ। यो नेपाल सरकार सडक विभाग अन्तर्गत नै गरेको हो। यहाँ माटो चाहिँ पुरै थुपारिरहेको रहेछ र यो सडकमा अब हामी चाँडै नै गुड्न पाउनेछौँ। यस्तो छ। यहाँ जुन सतह बराबरी ल्याउनका लागि माटो जम्मा गरेको छ र यो माटो समाइसकेपछि यहाँनिर कालोपत्री हुने चरणमा रहेको छ। फराकिलो छ। यो रिङ रोड हो र कलङ्की वसुन्धरासम्म चिनिया ठेकदार कम्पनीले बनाउने भनिएको छ। कहिलेबाट सुरु हुन्छ अब हामी प्रतीक्षा गर्नुपर्ने हुन्छ। यहाँतिर भने नेपाल सरकारले नै यसरी बनाउँदै गरेको अवस्था छ। अब माटो समाएर यो सतह बराबरी ल्याइसकेपछि बल्ल कालोपत्री हुने छाँटकाँटमा हामी देख्न सक्छौँ। महाराजगञ्ज चोकदेखि चप्पल कारखानासम्म चाहिँ यो सडक बनाउने कार्य चलिरहेको छ। यहाँतिर डोजर पनि हामी देख्न सक्छौँ। यहाँतिर अस्ति भर्खरै मात्रै काम भएको अवस्था रहेछ हेरौँ र यहाँनिर भर्खरै काम भएको रहेछ र यहाँ काम भइरहेको अवस्था नै छ। यहाँनिर राखिएको अवस्था छ। यो क्षेत्रमा यसरी काम भइरहेको हामी देख्न सक्छौँ। यहाँ माथि चाहिँ जुन पर्खाल लाउने कार्यहरू भइरहेको अवस्था रहेछ। यो जुन सतह बराबरी माथि ल्याएर चाहिँ नै पिच गर्ने यो बाटोको तर्खर रहेको छ। सर्भिस लेनमा अहिले गाडी गुड्न मिल्ने चाहिँ बनाइसकेको रहेछ। अस्ति पुरै ठप्प थियो। यस्तो छ। कामहरू निरन्तर भइरहेको छ तर ढिलासुस्ती भने भइरहेको नै छ। नेपालमा त्यस्तै हो, ढिलासुस्ती कार्य हुन्छन्, ढिलासुस्ती नहुने होइन। ढिलासुस्तीले गर्दाखेरि सर्वसाधारणले समस्या भोग्नुपर्ने स्थिति पैदा हुन्छ। सर्भिस लेन बिचको लेन अन्तिम चरणमा रहेको छ। पनि काम भइरहेको अवस्था छ। यहाँ जुन वालहरू उठाउने कार्य भइरहेको हामी देख्न सक्छौँ। यताको भागमा पनि काम अघि भर्खरै भएको अवस्था रहेछ। हामी यतातिर हेरौँ यो छेउतिर के कस्तो छ। लगभग अन्तिम चरणमा रहेको छ। यहाँतिर अन्तिम चरणमा यो कामहरू चाहिँ रहेको छ। ल हेरौँ र यो बनिसकेपछि एकदमै राम्रो हुनेछ। ल हेर्नुहोस् है त, यस्तो छ स्थिति। पछिल्लो अपडेट यहाँतिर चाहिँ अब बाइकहरू, यहाँ विभिन्न कम्पनीको बाइकहरू हुनसक्छ र राखिएको रहेछ अन्तिम चरणमा। यता पनि अब माटो गिटी चाहिँ यहाँ भर्ने अनि सतह चाहिँ बढाएर कालोपत्री गर्नको लागि मात्रै बाँकी रहेको हामी जानकारी गराउन चाहन्छौँ। यो बनिसकेपछि एकदमै उत्तम हुनेछ र काम निरन्तर चलिरहेको छ। अहिले यो चाहिँ जुन बर्खायाममा नै सुरु गरेको हो। महाराजगञ्ज चोक हो। महाराजगञ्ज चोकमा चाहिँ सवारी साधन एकदमै जाम हुन्छ। यो जाम हुने क्षेत्रमा यो कसरी चाहिँ अब यहाँ अन्डरपासहरू, ओभरपास अथवा के को कन्सेप्ट चाहिँ अब कहिले हुने हो यो भने हामीले हेर्न नै बाँकी छ। अहिले भने यहाँ निकै जाममा बस्नुपर्ने स्थिति सृजना हुन्छ। वसुन्धरा चोक कलङ्कीबाट वसुन्धरासम्म
चिनिया ठेकेदार कम्पनीले चाहिँ बनाउने भनिएको छ। यद्यपि अहिलेसम्म ठेक्काको जिम्मा भने लगाइसकेको छैन। कलङ्की कोटेश्वर चाहिँ योभन्दा अगाडि नै चिनिया ठेकेदार कम्पनीले बनाएर हस्तान्तरण गरिसकेको छ नेपाल सरकारलाई भने यो कलङ्की वसुन्धारासम्म अब चिनिया ठेकेदार कम्पनीले नै बनाउने भनिएको छ। यो अब बनाउनु पर्ने रहेको छ। एकदमै धुलो उड्थ्यो भने अहिले चाहिँ जुन काठमाडौँ महानगरपालिकाले यो छेउछाउमा चाहिँ तार जाली बार लगाइसकेपछि चाहिँ धुलो कम भएको छ र यतातिर चाहिँ यस्तो छ है, तार जाली लगाएको छ। यो बिचमा जथाभावी यो खनेको ठाउँमा चाहिँ गाडीहरू गइसकेपछि धुलो धुवा त्यति नै उड्ने भयो। तार जाली लगाइसकेपछि यहाँ दुबो उम्रेको छ, घाँस उम्रेको छ, झारपात उम्रेको छ। यहाँनिर यो सडकको भाग नै हो, सडकको भूभाग नै हो र यहाँ जबसम्म यो बन्दैन तबसम्म यो बाटो चाहिँ धुलो धुवा उड्ने हुने नै गर्दछ। यतातिर पनि यस्तो रहेको छ। अनि यहाँतिर कतिपय ठाउँमा सर्भिस लेनहरू अनि सडक पेटीहरू भने बनाइसकेको छ, कतिपय ठाउँमा बाँकी रहेको छ। यहाँ बनाउन बाँकी छ। यो चाहिँ चाँडोभन्दा चाँडो ठेक्काको जिम्मा दिनुपर्ने हो है। हिउँदो महिना अब यो समयमा हो विकास निर्माणको काम गर्ने भनेको यो समय हो। यो बर्खा समयमा चाहिँ काम गर्दाखेरि हतारमा बर्खायाममा गर्दा गुणस्तरहीन काम गरिदिने जस्ता समस्याहरू उत्पन्न हुन्छ। यो चाहिँ हिउँदो महिनामा यो समयमा चाहिँ ठेक्का जिम्मा दिएर काम धमाधम थालनी गर्नुपर्ने। यो भइरहेको छैन नेपालको परिवेशमा। र वनस्थलीदेखि बालाजु चोकसम्म चाहिँ सडकको यो जुन सर्भिस लेन र सडक पेटी चाहिँ बनिसकेको छ। यहाँतिर हेर्नुहोस् है, यो बालाजु औद्योगिक क्षेत्र आसपास पनि बनिसकेको छ सडक पेटी। यसरी राम्रो बनेको छ र यहाँतिर फोरै फोहोर फालेको रहेछ हेर्नुहोस् त। यो जुन औद्योगिक क्षेत्रका सामानहरू आउँदाखेरि मानिसहरूले फोहोर यहीँ फाल्दो रहेछ हेर्नुहोस्। र यहाँ सडक पेटी बनेको छ, गजबको बनेको छ सडक पेटी पनि। यस्तो इँटा राखेर तर फोहोर छ। सर्भिस लेन पनि बनिसकेको छ। अब भने मेन रोड मात्रै बन्न बाँकी रहेको छ। यहाँ कोही ठाउँमा चाहिँ यस्तै रहेछ, फेरि बिगारिरहेको छ। सडक पेटी बनाएको छ, सर्भिस लेन बनाएन। Yeah.